हलमा हेर्न गएका सबै अडियन्सलाई थाहा थियो कि टाइटानिक डुब्छ, कसरी डुब्छ पनि थाहा थियो। थाहा नभए पनि फिल्मको सुरुमा नै भनिदिन्छ। यस्तो फिल्म जसको क्लाइमेक्स सबैलाई अलरेडी थाहा छ, तर पनि $1 बिलियन बक्स अफिस कलेक्सन कसरी? हो, भिजुअली टाइटानिक साह्रै क्याप्टिभेटिङ छ, तपाईँलाई समातेर सिटमा राख्छ र स्टोरी लाइन पनि यति इन्गेजिङ छ कि हामीलाई फिल्म हेरिराख्न बाध्य बनाउँछ। ज्याक र रोज बीचको लभ स्टोरीले हाम्रो इमोसनलाई पुरै रोलर कोस्टर राइडमा लैजान्छ। तर टाइटानिक केवल एउटा प्रेम कथा मात्र हो र? डेफिनेटली होइन। टाइटानिक त एउटा ट्रेजेडी हो। जब जीवन र मृत्युको अवस्था आउँछ तब मानिस कसरी जीवनलाई अँगालेर बस्छ, आफ्नो ज्यान बचाउन कसरी लडाइँ लड्छ र कुन हदसम्म पुग्छ। त्यस्तो भयानक परिस्थिति आइलाग्दा मानिस कति लाचार र बेहोस हुन्छ। मर्छु कि भन्ने त्रास र बाँच्छु कि भन्ने आश बीचको त्यो सङ्घर्षले उसलाई कसरी तडपाइरहन्छ। यी सबै कुरालाई टाइटानिकले निकै मार्मिक ढङ्गमा देखाउन खोजेको छ। टाइटानिकले मानिसहरू बीचको वर्गीय भेदभाव वा क्लास इनइक्वालिटीलाई पनि देखाएको छ। फिल्मको सुरुमा नै देख्नुहुन्छ कि कसरी जहाज चढ्नु अघि तल्लो वर्गका मानिसहरूले हेल्थ चेकअप गर्नु अनिवार्य छ, तर अप्पर क्लासकाहरूलाई त्यस्तो केही जरुरी छैन। जब जहाज डुब्न थाल्छ तब पनि पहिला अप्पर क्लासका महिला र बच्चालाई लाइफ बोर्डमा हालिन्छ भने लोअर क्लासलाई जहाजमाथि आउनुबाट नै रोक लगाइएको हुन्छ। टाइटानिकले रोजको पर्सनल ट्रान्सफर्मेसन देखाएर महिला सशक्तिकरणलाई पनि जोड दिएको छ। एउटा अप्पर क्लास फ्यामिलीकी केटी जसको मर्जी बिना एउटा धनाढ्य केटासँग बिहे हुन लागेको छ र ऊ त्यो परिस्थितिबाट निस्कन केही गर्न सक्दैन। रोज आफूलाई समुद्रमा हाम फालेर मार्न खोज्छिन्, तर उसलाई ज्याकले आएर बचाउँछ। उनीहरू बीच प्रेम हुन्छ र ज्याकले रोजलाई स्वतन्त्र हुन सिकाउँछ। अनि अन्त्यमा जुन समुद्रमा ऊ डुबेर मर्न खोजेकी थिइन् त्यही समुद्रमा आफ्नो अन्तिम सास छोड्न मान्दैनन्। उनले आफ्नो ज्यान बचाउन लड्छिन्। उनी आफ्नो परिवारबाट स्वतन्त्र हुन्छन् र एउटा नयाँ जीवन सुरु गर्छिन्। टाइटानिक लभ र सेक्रिफाइसको कथा हो। टाइटानिक घमण्ड र लोभको कथा हो। टाइटानिक हिम्मत र कायरताको कथा हो। टाइटानिक मानव आविष्कार र प्रकृतिको कथा हो। यो पूर्ण रूपले एउटा काल्पनिक कथा होइन। फिल्म हेरिसकेपछि हामी यो सोच्दैनौँ कि जाबो एउटा फिल्म न हो। हाम्रो मनलाई थाहा छ कि त्यो डरलाग्दो घटना घटेको थियो। त्यस रात मान्छे मरेका थिए। हामीलाई क्लाइमेक्स थाहा भए पनि हामी त्यस हरर एक्सपिरियन्सलाई बेवास्ता गर्न सक्दैनौँ।